हास्य कलाकार सीताराम कट्यल धुर्मुस करिब 6 महिना लामो अमेरिका बसाइपछि नेपाल फर्किएका छन्। उनले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेख्दै यसबारे जानकारी गराएका हुन्। उनी गत वर्षको मङ्सिरमा परिवारसहित अमेरिका गएका थिए। त्यसबेला उनी अमेरिका पलायन भएको भन्दै व्यापक टिक्का टिप्पणी भएको थियो। सीतारामले आफू नेपाल फर्किएको जानकारी दिँदै अब न्याय मिल्ने आशा व्यक्त गरेका छन्। उनले फेसबुकमा लेखेका छन्, न्याय अवश्य मिल्नेछ भन्ने पूर्ण आशा र अटल विश्वास बोकेर आफ्नै मातृभूमिको आँगनमा फर्किएको छु। आशा छ न्यायको अनुभूति गर्दै आफ्नो माटोको काखमा सुख दुःख साटेर जीवनका घाउहरू निको पार्ने अवसर अवश्य प्राप्त हुनेछ। उनले उक्त पोस्टमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अगाडि फाइल बोकेको एउटा तस्बिर पनि राखेका छन्। यसको अर्थ गौतम बुद्ध क्रिकेट रङ्गशाला निर्माणका क्रममा लागेको ऋणको विवाद सुल्झाउन उनी फेरि मन्त्रालय धाउन थालेका छन्। सीताराम दम्पतिले 2075 माघ 16 मा तामझाम सहित चितवनमा क्रिकेट रङ्गशाला निर्माण गर्ने घोषणा गरेका थिए, तर पछि आर्थिक अभावका कारण रङ्गशालाको निर्माण रोकियो। 2080 सालमा संघीय सरकारले रङ्गशालाको जिम्मा लिएर निर्माणको काम अघि बढायो, तर धुर्मुसले रङ्गशाला बनाउन लिएको ऋण र उधारो सामानको रकम भने अझै चुक्ता हुन सकेको छैन। उनकी श्रीमती कुञ्जना घिमिरे र छोरी भने अमेरिकामा नै छन्।